विश्व शान्तिको लागि एउटा फरक खालको आध्यात्मिक प्रस्ताव आएको छ। आउनुहोस् यसलाई नजिकबाट हेरौँ। यो सङ्ख्या हो 9614। विश्वभर यति धेरै आणविक हतियारहरू छन् जुन साँच्चै ठूलो खतरा हो। 80 वर्ष भइसक्यो, तर निशस्त्रीकरणको कुरा जहाँको त्यहीँ छ, खासै केही प्रगति भएको छैन। मार्टिन लुथर किङ जुनियरले भनेका थिए, अहिंसा वा अस्तित्वहीनता। अहिलेको अवस्था ठ्याक्कै यही हो। यही चुनौतीको जवाफमा एउटा नयाँ प्रस्ताव आएको छ, जसलाई युएमयुडी फिनोमेनन भनिएको छ। यसको पहिलो आधार हो युबी, अर्थात् युनिभर्सल ब्रदरहुड, मतलब विश्वव्यापी भाइचारा र एकता। दोस्रो हो युएम, अर्थात् युनाइटेड मास्टर्स। यो संयुक्त राष्ट्र सङ्घको एउटा आध्यात्मिक र मानवीय पूरक हो। अनि तेस्रो युडी, अर्थात् युनिभर्सल डिसआर्ममेन्ट, जसको लक्ष्य हो सबै खतरनाक हतियारहरूलाई सधैँका लागि हटाउने। यी तिनैवटा कुरा एकअर्कासँग जोडिएका छन्, तर बिना अरू दुई सम्भव छैन भनिएको छ। युएनलाई राजनीतिक र अयमलाई आध्यात्मिक निकायको रूपमा हेरिएको छ। जसरी शिव र शक्ति हुन्छन्, ठिक त्यस्तै। यो प्रस्तावमा युएनको जस्तै संरचना छ, तर आध्यात्मिक तहमा, जस्तै सुरक्षा परिषदको सट्टामा आध्यात्मिक परिषद। ल, यति राम्रो योजना छ, तर यसको बाटोमा सबैभन्दा ठूलो तगारो को हो त? प्रस्ताव अनुसार मुख्य बाधा यी 3 देशहरू हुन्, अमेरिका, रुस र चीन। यिनीहरूलाई G3 भनिएको छ। त्यसो भए अब के गर्ने त? यसका लागि 12 बुन्दे विश्वव्यापी एजेन्डा प्रस्ताव गरिएको छ। यसमा केही मुख्य कुराहरू छन्, जस्तै विश्वव्यापी आपतकाल घोषणा गर्ने, शिक्षामा सुधार गर्ने र G3 को शिखर सम्मेलन गर्ने। यो योजनाले भारतको G20 नारा एक परिवार एक भविष्य जस्ता धारणाहरूबाट पनि प्रेरणा लिएको देखिन्छ। यति सबै गरेपछि अन्तिम लक्ष्य के त? त्यो हो मानव जातिलाई एउटा नयाँ युगमा लैजाने। यो नयाँ युगलाई सङ्गम युग भनिएको छ, जहाँ सत्य, धर्म र सद्भाव मात्र हुनेछ। निशस्त्र संसारको लागि यस्तो आध्यात्मिक दृष्टिकोण, के यसले साँच्चै शान्तिको नयाँ बाटो देखाउन सक्ला?